भनेको के हो त? उत्प्रेरित अनुशासन भनेको हामीले अरूले गरेको काम कार्यहरूलाई हामीले निहालेर सिक्नुपर्ने अनि त्यहाँबाट अनुभव गरेर आफ्नो व्यवहार उत्प्रेरित अनुशासन भनेको प्रेरणा दिन्छ। अनुशासन हामीले जुनसुकै ठाउँमा पनि पालना गर्नुपर्ने हुन्छ। अनुशासित व्यक्ति आज अनुशासनमा रहेर केही कुरा गर्दैछ भने भोलि आफूले चाहेको कुरा हुने गर्दछ। अनुशासन भनेको एउटा जेलमा बाँधिनु जस्तो होइन महोदय। अनुशासन भनेको हामी सफलताको चाबी हो। तपाईहरूले विश्वका सफल व्यक्तिहरू कलाकार सबैले हेर्नुहोस्, तर तिनीहरू सफल हुनु पछाडि एउटा अनुशासनको रास छ। अनुशासन भनेको हामीले
नै रहेको छ। विद्यार्थी जीवनमा अनुशासनको महत्त्व अनुशासन विद्यार्थीको एक गहना हो। विद्यार्थीलाई अनुशासन नहुने एउटा जहाँ विद्यार्थीले आफ्नो अनुशासन प्रस्तुत गर्छ त्यहाँ उसको सम्मान दिने र मायासँग बढ्ने सम्भावना हुन्छ। तपाईँको उद्देश्य गर्नुहुन्छ विश्वका धेरै विश्वमा ठुल्ठुला मान्छेहरूसँग गर्न आवश्यक हुन्छ। त्यसै कारणले तिनीहरू निरक्षर भएका हुन्। म भन्छु अनुशासन भयो भने मानिसले आफू चाहेको जे समय पुरा गर्नुपर्छ। मानव अब म भन्छु यति पनि मानव सबैको मान्नु भन्छ। नमस्ते, आमा निर्माण पढ्नु आमा मेरा प्यारा साथीहरूलाई साथीहरूमा म विद्यालयमा अध्ययन साथी साथलाई खबरको ध्यान अगाडि स्वीकार्नुहोस्। महिना 23 गते हुन गइरहेको अतिरिक्त रूपमा हुन गइरहेको विद्यार्थी जीवनमा अनुशासनको पहलको बारेमा वक्तृत्वद्वारा वक्तृत्वद्वारामा कला गर्ने अवसर दिनुभएकोमा यस कार्यक्रमलाई हार्दिक धन्यवाद दिन चाहन्छु। आदरणीय सभाध्यक्ष विद्यार्थी जीवनमा अनुशासन धेरै महत्त्वपूर्ण छ। विद्यार्थीले घर परिवार समाज विद्यालय तथा अन्य ठाउँमा गएर राम्रो व्यवहार गर्नु माया गर्ने नकारात्मक विद्यार्थीले विद्यालयमा हानि मिलाउने काम गर्ने धैर्यता गरेर कुराहरू विद्यार्थीको अनुशासनको गर्दैन। अनुशासन विद्यार्थीको गतिमा अनुशासन अवश्य गहना हो। जस्तै एक विद्यार्थी पढ्नमा सबै राम्रो छ तर उसको नैतिक व्यवहार नराम्रो छ भने उसलाई अनुशासन विद्यार्थी मानिँदैन। एक विद्यार्थीलाई हल्काले बाह्र अनुशासन सिकाएन भने उसको भविष्य उज्जवल हुँदैन। अन्तिममा अनुशासन विद्यार्थीको महत्त्वपूर्ण तत्त्व हो, महत्त्वपूर्ण गुण हो। हामीले बोलेर मात्र हुँदैन, त्यसको पालना पनि गर्नुपर्दछ। अन्तिममा विद्यार्थी जीवनमा अनुशासनको महत्त्व नाराले सम्मान गर्दै म आफ्नो विचार हेर्न चाहन्छु।